सो हेलो एभ्रिवान। आज चाहिँ धरानको वेदर चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। हातमा चाहिँ 2 बाल्टी लुगा धुन छ। यो लुगा पनि धुन्छु। बिहान बिहान मेरो गर्मीले हालत चाहिँ यस्तो भएको छ, देख्न सक्नुहुन्छ। मेरो छोरीहरूलाई चाहिँ मैले पकौडी ल्याइदिएको थिएँ, पकौडी खाँदै बसेछ, उठिसकेछ दुईजनै। पकौडी खाँदै खाँदै बसेको छ खेल्दै। मलाई देऊ न भनेको नदिने नदिने भन्दैछ। फाइनली मैले लुगा धोएर नि भ्याएँ साथीहरू। बिहानै घाम भनेको यस्तो चरक्क लागिरहेछ धरानमा चाहिँ। मैले नानीहरूलाई दुध पानी तताइदिइसकेँ। आज चाहिँ म कोपी र लट्टे साग पकाउँछु। फाइनली मेरो साग पनि पाकेर रेडी भयो। मेरो काउली नि पाकेर तयारी भयो। काँक्रा आलुको अचार नि भयो। अनि दियाका लागि स्कुलका लागि रेडी बनाएँ। दिया चाहिँ यहाँ नाच्दै छिन् स्कुल जानको लागि। नाच्दै छिन् फुरुक फुरुक पर्दै। दिव्या दिव्यान्सी चाहिँ दियालाई पछ्याउँदैछ जान्छ भनेर। यहाँ उभिरहेछ खेल्दैछ दिव्यान्सी चाहिँ। अनि दिया स्कुलबाट आएर म ट्युसन पुऱ्याउन गएको दियालाई। म ट्युसन पुऱ्याउन जाँदैछु। अनि फाइनली दियाको ट्युसन पढ्ने घर पुगेँ। बच्चाहरू चाहिँ अहिले थोरै आएको रहेछ, अहिले एकछिनमा आउँछ अरे अरू बच्चाहरू चाहिँ। अनि दिव्यान्सी चाहिँ के गर्दैछ भनेर मैले झ्यालबाट हेरेको, दुईजना खेलिरहेको रहेछ। म दियालाई ट्युसन पुर्याएर आउँदा चाहिँ खेल्दै बसिरहेको रहेछ दुईजना। अनि माथि बाबा भए ठाउँ लग्दै भन्दै बाहिर हिँड्दैछ, सिँढी चढ्दैछ उनीहरू चाहिँ। माथि ठुलो बाबालाई बोलाउँदैछ भर्याङ चढेर। मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न भने नभुल्नु होला साथीहरू। कहाँबाट हेर्दै हुनुहुन्छ अवश्य भन्नु होला। फर वाचिङ साथीहरू, बाई बाई।